हेलो एभ्रिवान, इट्स मी लोकेन्द्र तामाङ। वेलकम टु माई ब्लग। आज नयाँ वर्ष वैशाख 1 गते। आज चाहिँ बाहिर यसो घुम्न जान लाग्यो नयाँ ठाउँतिर। पहिलातिर त यता वागा किमताङतिर जान्थ्यो मुटीतिर, त्यसपालि चाहिँ नयाँ ठाउँमा कति जानु त्यो त मात्रै भनेर हामी चाहिँ वागातिर यता माथि गोङ्गातिर जान लाग्यो। सबैलाई ह्याप्पी न्यु इयर, नयाँ वर्षको। हामी चाहिँ भाल्जा आइपुगेका छौँ यता बजार क्षेत्र। यहाँबाट हामी यता लाग्छौँ। अब हामी चाहिँ यस्तो ठाउँमा आइपुगेका छौँ। आमामा लालीगुराँसहरू त जत्तै फुलेको। हामी यस्तो ठाउँमा आइपुगेका छौँ। ठाउँको नाम के हो थाहा छैन, यस्तो छ। बल्ल बल्ल हामी आइपुगेका छौँ यता गोङ्गा भन्ने ठाउँमा। आमामा बाटो त खत्तम रहेछ। खोइ त केटाहरू कता गएको, माथितिर गएको भन्छ, यता आगो ताप्दैछ। खानै घङ्डी यार बिच कहाँतिर गएछ, माथितिर भन्छ। यो घरहरू गोठहरू देख्दा चाहिँ उनको सुटर छैन, फिल्म त्यो सुटिङ गर्ने ठाउँ जस्तै लाग्यो मलाई त। बबाल पिसफुल ठाउँ भनेको यही त हो नि। यस्तो रमाइलो बबाल ठाउँ। फर्स्ट टाइम आएको, बबाल लाग्यो मलाई त। केटाहरू माथि पुगेर नि आगो बालिरहेको रहेछ। केटाहरू अगाडि पुगेर। लालीगुराँस चाहिँ जत्तै फुलेको क्या। आमामा यस्तो बबाल, यस्तो राम्रो देख्ने के। म चाहिँ यहाँतिर हिँड्दैछु उकालो। केटाहरू आएर आगो सागो पनि फुकिसकेको छ। मासु रेडी बनाउँदै रहेछ ल केटाहरू। यतिको चाहिँ हुनुपर्छ है। मौसम चाहिँ अलिक चिसो चिसो छ। यस्तो छ 360 भ्यू। बबाल रुख चाहिँ कत्रो ठुलो क्या। कति वर्ष पुरानो रुखहरू हो यार। बबाल यता मासु रेडी हुँदैछ, केटाहरूले रेडी बनाउँदैछ चिकन। रुखहरू चाहिँ कस्तो ठुलो क्या। आमामा यस्तो हेर्दा पनि नदेखिने, पुरै आँखाले नभ्याउनु रुखहरू। कति वर्ष पुरानो हो यो रुखहरू यार। आमामा लालीगुराँस चाहिँ जतै फुलेको। फेरि आमामा फुल्ने सिजन भएर होला, बबाल देखाएको छ। यहाँ चाहिँ दाउरा काट्दैछ मासु पोल्नको लागि। यता छ लालीगुराँस बबाल। ठाउँ चाहिँ बबाल लाग्यो मलाई, फर्स्ट टाइम आएको। लालीगुराँस हेरेर बबाल छ नि त। हामी चाहिँ मासु पोल्न निगालो चाहिन्छ र भनेर निगालो खोज्न जाँदैछौँ। यतातिर छेउतिर पाउँछ अरे निगालो काट्न जान लाग्यो। हामीले चाहिँ निगालो काटेर ल्याइसकेका छौँ। हामी चाहिँ फेरि जाँदैछौँ। केटाहरूले चिया बनाउँदै रहेछ। जाडो भयो क्या केटाहरूलाई। बबाल सिस्टमले बनाइरहेछ। किल्टी केटाहरूले कहाँबाट पायो किल्टी पनि लिएर आएछ त केटाहरूले। यता मासु पोल्नको लागि रेडी हुँदैछ। मासु चिकन। बियर पनि कति धेरै लाग्यो त केटाहरूलाई। आमामा यस्तो अप्ठ्यारो बाटोमा केटाहरू ल्यायो। एक कार्टुन भन्दा नि बढी। आमा यस्तो अप्ठ्यारो बाटोमा कसरी लिएर आयो केटाहरूले। केटाहरूले के गर्नु खोज्यो यस्तो। आज केटाहरूले घर पुग्दैन यस्तो पाराले, यहीँतिर सिद्धिन्छ। आमामा अनि यस्तो बियर खाएर यहीँतिर पल्टिन्छ। अनि आज बास गोङ्गातिरै होला जस्तो छ। मासु यता पाक्दैछ। यस्तो छ। आमामा अझै खुकुरी रम पनि
केटाहरूको बासा छ यतै होला जस्तो छ। यस्तो पाराले गङ्गातिरै सिद्धिन्छ। केटाहरू नसक्ने। सो यता रेडी हुँदैछ। यता बनाउँदैछ केटाहरू। यस्तो छ घिउ चाहिँ यस्तो छ फेरि। ह्याप्पी न्यु इयर। चियर्स। हाम्रो चाहिँ पार्टी सुरु भइसकेको छ। ग्याङहरू केटाहरू सबै यतातिर बसेर जोइ मासु त्यता पाक्दैछ। मासु यस्तो छ। चिकन रोस्ट। केटाहरू मासु आयो। केटाहरू धमाधम मासु तान्दैछ। मासु पार्टी केटाहरूको नयाँ वर्षको पार्टी गङ्गातिर। ल अनि बवाल छ नि त। हाम्रो चाहिँ नयाँ वर्षको पार्टी यता गङ्गातिर हुँदैछ। हजुरहरू कता कता गएर मनाउनु भयो। हामीले यता मनाउँदैछौँ साथीहरू। भ्यू पनि बब्बाल छ यस्तो चाहिँ। म चाहिँ यतातिर छु रिल्याक्समा चिल पारामा। केटाहरू चाहिँ यता छ। मैले चाहिँ चिकन लेग पिस पाएको छु। बवाल मिठो छ। खाइदिए है त। मौसम चाहिँ खुल्या छैन। यस्तो हुस्सु लाग्यो जस्तो भइरहेछ। त्यो पाहाड चाहिँ सिङ्ला छ रे। अनि अलिअलि हिउँहरू पनि अलिअलि हिउँ देखिरहेछ। त्यो पाहाड चाहिँ सिङ्ला अरे। अब सिङ्ला एक दिन जानुपर्छ। गएर देखाउँछु म हजुरहरूलाई सिङ्ला गएपछि। यता फोटोसुट हुँदैछ। यता आफ्नै तालमा छ पाक्दैछ चिकन। यता फोरहरू जम्मा गर्दैछ आफ्नै तालमा। कोही फोटो खिच्ने कोही यता फोरहरू जम्मा गर्दैछ। हामी खाइसकेर चाहिँ यो फोरहरू सबै जम्मा गरेर जान्छौँ। म चाहिँ खानपिन कार्यक्रम सकिसकेको छ। त्यहाँनिर फोरहरू सबै जम्मा गरिसकेका छौँ। उतातिर फोटो खिच्दैछ। सबै फोरहरू चाहिँ हामीले जम्मा गरेर जलाउँछौँ। तपाईँहरू पनि घुम्दै आउँदै हुनुहुन्छ भने फोरहरू चाहिँ जता भए पनि नफालिदिनु होला। यसरी जम्मा गरेर यस्तो पिस ठाउँमा हामीले चाहिँ सबै फोरहरू जम्मा गरेर जलाइसकेका छौँ। यता तपाईँहरूले पनि जता भए पनि नफालिदिनु होला। यस्तो पिस जस्तो ठाउँमा आफूले लिएको प्लास्टिकहरू यताउता जता भए पनि नफालिदिनु होला। जम्मा पारेर एक ठाउँमा के राखिदिनु कि यसरी हामीले जसरी जलाइदिनु। यस्तो पिस छ ठाउँ। फोरहरू जल्दैछ यता। केटाहरूलाई लालीगुराँस नटिप भनेको टिपिहालेछ। अब के भन्ने। अब मैले नि समातेर यसो भिडियो बनाइदिएको। खासै टिप्नु त हुँदैन। अब टिपिहालेछ। हो त केटाहरू कहाँ छिर्छ हो। केटाहरू अब चिया खानेर चिया अब अर्डर गरेर छ। ल के छ भिडियो ल यिनीहरू चाहिँ गाउँमै पुगेर मलाई देख्नु होइन। हामी यहाँ गङ्गा भन्ज्याङमा आएको छ। यो चाहिँ हाम्रो किसान गाउँपालिका चाहिँ यो चाहिँ हाम्रो होइन किसान गाउँपालिका वार्ड नम्बर 1 भाचे म पर्ने। यो चाहिँ हाम्रो गङ्गा भन्ज्याङको। यहाँ चाहिँ हाम्रो होइन यहाँ माथि चाहिँ हाम्रो
यताबाट सिंहमारी रोड छ सिंहमारी हाम्रो रुकुम भ्याली गाउँपालिका धादिङ किसान गाउँपालिका नुवाकोटको चाहिँ हैन सीमानामा पर्छ यो एकदम पर्यटक हिसाबमा चाहिँ यो एकदम प्रबल सम्भावना एकदम राम्रो देखेको छ हामीले त्यस्तै गरी हाम्रो यो पर्यटन हैन पर्यटनले चाहिँ विकास गर्नको लागि हामी किसान गाउँपालिका चाहिँ त्यही भूमिका खेल्नुपर्ने हुन्छ यहाँको लागि देख्न सक्नुहुन्छ तपाईँले एकदम राम्रो छ एकदम यो एकदम आनन्द ठाउँ एकदम समुद्र सतहदेखि लगभग अनुमान हेरेर 3000 देखि 35 मिटर होला तर एकदम यो राम्रो छ एकदम तपाईहरु पनि घुम्न सक्न आउनुहुन्छ हाम्रो यो गोङ्गा भन्ज्याङ भन्छ हैन यो भाजीदेखि चाहिँ तपाईको बाइकमा चाहिँ हैन अपरको बाटो छ 1 देखि 1.5 घण्टाको समयमा चाहिँ तपाईँ हामी यहाँ आइपुग्न सकिन्छ देख्न सक्नुहुन्छ एकदम रमाइलो छ है ओइ नेक्स्ट हैन अर्को टाइम भेटौँला फेरि चिया पनि आइसकेको छ चिसो ठाउँ भएर होला रक्सी खायो रक्सी एउटै सकिँदैन क्या छुँदैन उसले खान्छ भने उसले खाएको तर एउटा मात्रै खाएको क्या एउटा भन्दा बढी खाएको हाम्रो केटाहरू चाहिँ अब गोङ्गाबाट निस्केको अवस्था यिनीहरू अगाडिदेखि आएको थियो साधन यहाँ छ र हामी चाहिँ गोङ्गाबाट निस्केको अवस्था लगाइ चाहिँ यति नै होला आजको भ्लग सबै झाप भइसकेको कन्डिसन छ यस्तै होला अब यहीँ भ्लग इन्डिङ गरिदिन्छु होला ल है त गाइज हामी चाहिँ अब जाँदै गरेको अवस्था भिडियो यसरी अल्झिन्छ अल्ट्रा वाइड छैन अरूले जसरी आइफोन बोक्न सकेन भिडियो क्वालिटी भाइ अलिक बिस्तारै है होला हामी देखेन कि हामी कान्छी आमाको छोरा डर लाग्ने रोक्दै फोटो खिच्दै हल्ला गर्दै हिँडिरहेको छ है त मैले भिडियो इन्डिङ गरिदिएको बाइकमा हिँड्दै हिँड्दै क्यामेरा हालिदिन्छ कि अल्ट्रा वाइड छैन यस्तै गरिदिन्छु हजुरहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला हाम्रो नयाँ वर्षको घुमघाम यति नै रहेको छ